नमस्कार, आज हामी फ्लुअक्सिटिनको बारेमा गहिरिएर कुरा गर्नेछौँ। यो औषधिले कसरी काम गर्छ, कहाँ कहाँ प्रयोग हुन्छ अनि परीक्षाको लागि के कुराहरू महत्त्वपूर्ण छन्, सबै कुरा हामी विस्तारमा हेर्नेछौँ। खासगरी मेडिकल, फार्मेसी वा नर्सिङ पढिरहेका विद्यार्थीहरूका लागि यो छलफल निकै उपयोगी हुनेछ। ल सुरुमा हामी के कुरा गर्छौं सरसर्ती हेरौँ न त। हामी फ्लुअक्सिटिन के हो भनेर सुरु गर्नेछौँ, त्यसपछि यो कसरी काम गर्छ, यसको प्रयोगहरू, साइड इफेक्टहरू र एउटा एकदमै गम्भीर चेतावनीबारे पनि बुझ्नेछौँ। अनि अन्त्यमा परीक्षाको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण बुदाहरूलाई फेरि एकपटक दोहोर्याउनेछौँ। ल सुरु गरिहानौँ। सबैभन्दा पहिलो र आधारभूत प्रश्न, आखिर यो फ्लुअक्सिटिन हो के? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा एसएसआरआई क्लासमा पर्ने एन्टिडिप्रेसेन्ट औषधि हो। अब यो एसएसआरआई भनेको के हो त? यसको पूरा रूप हो सिलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर। यो यस्तो एन्टिडिप्रेसेन्ट औषधिको समूह हो जसले मुख्य रूपमा हाम्रो मस्तिष्कमा रहेको सेरोटोनिन भन्ने न्युरोट्रान्समिटरलाई टार्गेट गर्छ। र एउटा रोचक कुरा के छ भने फ्लुअक्सिटिन चाहिँ यो क्लासमा सबैभन्दा पहिले र सबैभन्दा धेरै प्रयोग भएको औषधिमध्ये एक हो। अब आउँछ सबैभन्दा चाखलाग्दो भाग। यो औषधिले वास्तवमा हाम्रो दिमागभित्र कसरी काम गर्छ त? आउनुहोस्, अलिकति भित्र पसेर मस्तिष्कको सिनाप्समा यसको काम गर्ने तरिकालाई सूक्ष्म रूपमा हेरौँ। औषधि बिना हाम्रो मस्तिष्कमा सामान्यतया के हुन्छ? यहाँ हेर्नुहोस् है। सुरुमा सेरोटोनिन प्रिसिनाप्टिक न्युरोनबाट बाहिर निस्किन्छ। त्यसपछि यो पोस्ट सिनाप्टिक रिसेप्टरमा गएर टाँसिन्छ र आफ्नो काम गर्छ। र तेस्रो, जब यसको काम सकिन्छ, एससीआरटी नामको एउटा ट्रान्सपोर्टर प्रोटिनले यसलाई फेरि प्रिसिनाप्टिक न्युरोनभित्र तानेर लैजान्छ ताकि पछि फेरि प्रयोग गर्न सकियोस्। हो, यही प्रक्रियालाई रिअपटेक भनिन्छ। ओके, यो त भयो सामान्य अवस्था। त्यसो भए फ्लुअक्सिटिनले यो प्रक्रियामा के गर्छ त? यसको जवाफ एकदमै सिधा र सरल छ। फ्लुअक्सिटिनले त्यही सर्ट ट्रान्सपोर्टरको बाटो छेकिदिन्छ, त्यसलाई ब्लक गरिदिन्छ। यो बिफोर र आफ्टरको तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। हेर्नुहोस् त, फ्लुअक्सिटिन नहुँदा एससीआरटीले सेरोटोनिनलाई फिर्ता लान्थ्यो र सिनाप्टिक क्लेफ्टमा सेरोटोनिनको मात्रा सामान्य रहन्थ्यो। तर फ्लुअक्सिटिन लिएपछि एससीआरटी ब्लक भयो। अब सेरोटोनिन फिर्ता जान पाउँदैन, जसले गर्दा सिनाप्टिक क्लेफ्टमा यसको मात्रा ह्वात्ते बढ्न जान्छ। र अन्तिम परिणाम, पोस्ट सिनाप्टिक रिसेप्टर्सहरू धेरै स्टिम्युलेट हुन्छन्, जसले गर्दा व्यक्तिको मुड र भावनामा सुधार आउन मद्दत पुग्छ। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा छ जुन क्लिनिकली पनि र परीक्षाको लागि पनि जान्नै पर्छ। फ्लुअक्सिटिनले सेरोटोनिनको स्तर त तुरन्तै बढाइदिन्छ, तर यसको एन्टिडिप्रेसेन्ट असर देखिन भने 2 देखि 4 हप्ता लाग्छ। अब प्रश्न आउँछ, किन? किनभने हाम्रो मस्तिष्कमा अटो रिसेप्टर डाउन रेगुलेसन र न्युरोप्लास्टिसिटी जस्ता अलि जटिल प्रक्रियाहरू हुन केही समय लाग्छ, जसले गर्दा औषधिको पूरा असर देखिन ढिलाइ हुन्छ। ल, हामीले यो औषधिले कसरी काम गर्छ भनेर त बुझ्यौं, तर यसको वास्तविक प्रयोग चाहिँ कहाँ हुन्छ त? फ्लुअक्सिटिनको प्रयोग विभिन्न अवस्थाहरूको उपचारमा हुन्छ, जस्तै मेजर डिप्रेसिभ डिसअर्डर अर्थात् एमडिडी, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर वा ओसिडी, प्यानिक डिसअर्डर, बुलिमिया नर्भोसा र प्रिमेन्स्ट्रुअल डिस्फोरिक डिसअर्डर पीएमडीडीमा पनि यो चलाइन्छ। अब फ्लुअक्सिटिनका केही विशेष गुणहरू र यसका साइड इफेक्टहरूबारे कुरा गरौँ, जुन हामीले ख्याल गर्नुपर्छ। फ्लुअक्सिटिनको एउटा एकदमै विशेष गुण भनेको यसको लामो हाफ लाइफ हो। फ्लुअक्सिटिनको हाफ लाइफ 2 देखि 4 दिनको हुन्छ भने यसको एक्टिभ मेटाबोलाइट नोरफ्लुअक्सिटिनको त झन् 7 देखि 15 दिनसम्म हुन्छ। यो एक किसिमले 2 धारे तरबार जस्तै हो। एकातिर 1-2 डोज छुटे पनि खासै ठूलो असर पर्दैन, तर अर्कोतिर शरीरबाट बाहिर जान लामो समय लाग्ने भएकोले अरू औषधिहरूसँग ड्रग इन्टर्याक्सन हुने जोखिम बढ्छ र वाशआउट पिरियड पनि लामो हुन्छ। अब यसका साइड इफेक्टहरू हेरौँ। सीएनएस मतलब स्नायु प्रणालीमा अनिन्द्रा, चिन्ता र टाउको दुख्ने समस्या देखिन सक्छ। पाचन प्रणालीमा वाकवाकी लाग्ने र पखाला चल्ने हुन सक्छ। र यो चाहिँ परीक्षाको लागि एकदमै महत्त्वपूर्ण। सेक्सुअल डिस्फङ्क्सन, जसमा यौन इच्छामा कमी आउने र एनोर्ग्याज्मिया जस्ता समस्याहरू पर्छन्। साथै कहिलेकाहीँ एसआइएडीएचको कारणले हाइपोनेट्रेमिया पनि हुन सक्छ, विशेष गरी वृद्धहरूमा।
अब एउटा एकदमै गम्भीर र ज्यान नै जोखिममा पार्न सक्ने अवस्थाको बारेमा कुरा गरौँ। सेरोटोनिन सिन्ड्रोम। यो एउटा महत्त्वपूर्ण सुरक्षा चिन्ताको विषय हो। यो कसरी हुन्छ त? जब फ्लोक्सिटिनलाई एमएओआई वा ट्रामाडोल जस्ता अन्य सेरोटोनर्जिक औषधिहरूसँगै लिइन्छ, मस्तिष्कमा सेरोटोनिनको मात्रा खतरनाक रूपले बढ्छ। यसले गर्दा एजिटेसन अर्थात् बेचैनी हुने, अटोनोमिक डिस्फङ्क्सन जस्तै अत्याधिक पसिना आउने, ज्वरो आउने र न्युरोमस्कुलर हाइपर एक्साइटेसन जस्तै मांसपेशीमा क्लोनस वा हाइपर रिफ्लेक्सिया जस्ता लक्षणहरूको ट्रायड देखा पर्छ। याद राख्नुस्, यो एउटा जीवनघातक मेडिकल इमर्जेन्सी हो जसलाई तत्काल उपचार चाहिन्छ। ल, अब हामी लगभग अन्त्यतिर आइपुग्यौं। अहिलेसम्म पढेका सबै कुरालाई परीक्षाको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण बुँदाहरूमा सर्र संक्षेप गरौँ। यो स्लाइड परीक्षाको लागि एकदमै महत्त्वपूर्ण छ। आउनुस् छिटो रिभाइज गरौँ। फ्लोक्सिटिन यो एसएसआरआई हो। यसको काम सर्टलाई इन्हिबिट गर्ने। विशेष गुण आफ्नो क्लासमा सबैभन्दा लामो हाफ लाइफ। मुख्य साइड इफेक्ट सेक्सुअल डिस्फङ्क्सन। असर देखिन लाग्ने समय 2 देखि 4 हप्ता र सबैभन्दा ठूलो जोखिम सेरोटोनिन सिन्ड्रोम, जब अरू सेरोटोनिजर्जिक औषधिहरूसँग मिलाएर लिइन्छ। र अन्त्यमा एउटा सोच्न बाध्य बनाउने प्रश्न। कसरी एउटा औषधिले मस्तिष्कको रसायनलाई केही घण्टामै परिवर्तन गरे पनि मानिसको मूड परिवर्तन गर्न हप्तौं लगाउन सक्छ? यो प्रश्नले हामीलाई न्युरोप्लास्टिसिटी र मानसिक स्वास्थ्य उपचारको जटिलताबारे अझ गहिरो